हेलो साथीहरु, वेलकम बैक टु माई युट्युब च्यानल। साथीहरु, आजको भिडियोको टपिक रहेको छ जापानको नियमहरु। जापानका के कस्तो त्यो नियमहरु रहेको छ जुन कि हामीले जान्नै पर्ने रहेको छ अनि हाम्रो फ्युचरको लागि अनि चलिरहेको जीवनको लागि एकदमै महत्त्वपूर्ण रहेको छ। साथीहरु, जापानको 10 वटा नियमले तपाईको जीवनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ। त्यही भएर भिडियोलाई सुरुदेखि लास्टसम्म हेरिदिनु होला। जापानको 10 वटा के कस्तो नियमहरु, अनौठो नियमहरु रहेको छ जुन कि हामीलाई हाम्रो दैनिक जीवनको लागि एकदमै महत्त्वपूर्ण रहेको छ। यदि तपाई पनि जापानमा हुनुहुन्छ अथवा जापान आउनको लागि तयारी गरिराख्नु भएको छ भने यो नियमहरु तपाईले जान्नै पर्ने रहेको छ। जापान आएपछि एकदमै राम्रो महत्त्वपूर्ण भूमिका खेल्नेछ तपाईको जीवनमा। त्यही भएर भिडियोलाई अन्त्यसम्म हेर्दिनु होला। ल त्यसो भए भिडियोलाई स्टार्ट गरौँ। साथीहरु, पहिलो नम्बरमा रहेको छ रुल नम्बर 1 मा रहेको छ क्लिननेस एन्ड पब्लिक बिहेभियर। जस्तो कि हामीले हाम्रो जापानमा चाहिँ गोली बागको भन्नाले प्रेस भन्नाले हामीले फोहोरहरू फाल्ने बकेट चाहिँ अब जापानको रोडहरुमा चाहिँ हुँदैन। यो चाहिँ जापानको रुल हो। अनि आफूसँग भएको फोहोरहरू चाहिँ आफूसँगै लिएर घर फर्किने अनि घर लगेर व्यवस्थित तरिकाले फोहोरहरू चाहिँ फाल्ने गर्नुपर्छ। यो चाहिँ जापानमा एकदमै लागू भएको रुल हो। किनभने चाहिँ जापानमा चाहिँ रोडहरुमा गोली बागकोहरू भन्नाले ट्रेसहरू गोली फाल्ने बकेटहरू चाहिँ हुँदैन, जथाभावी चाहिँ गोली फाल्न नि पाइँदैन। त्यही भएर आफूसँग भएको फोहोरहरू जस्तै अब केही प्लास्टिकहरू रहेको छ अथवा कागजहरू रहेको छ अथवा बोतलहरू रहेको छ इत्यादि भएको यस्तो गोलीहरू चाहिँ फोहोरहरू चाहिँ हामीले आफूसँगै घर लाग्ने अनि घर लगेर त्यसलाई व्यवस्थित तरिकाले फाल्नुपर्ने हुन्छ। किनभने जापानको रोडहरुमा अथवा पब्लिक प्लेसहरुमा चाहिँ यस्तो गोली फाल्ने बकेटहरू ट्रेसहरू चाहिँ हुँदैन। रुल नम्बर 2 रहेको छ साइलेन्सिङ पब्लिक ट्रान्सपोर्ट। हामी चाहिँ पब्लिक प्लेसमा हुँदाखेरि चाहिँ पब्लिक प्लेसमा भएको बेला हामी फोन कलमा कुरा गर्न पाइँदैन। किनभने अरू मान्छेहरूलाई अलिकति गाह्रो नहोस्, झ्याउ नलागोस् भनेर चाहिँ फोन कलहरू गर्न एकदमै मनाही गरिएको छ जापानमा। अब पब्लिक प्लेस भन्दाखेरि तपाईको अब ट्रेन भयो, बस भयो अथवा अरू कुनै ठाउँ भयो जस्तो सरकारी संस्था भयो अथवा मान्छेहरू भएको ठाउँमा चाहिँ हामीले कल गर्नु, चिच्याउनु, बोल्नु चाहिँ एकदमै मनाही गरिएको छ। अरूलाई अलिकति झ्याउ नलागोस्, अरूलाई गाह्रो नहोस् भनेर यो चाहिँ एकदमै मनाही गरिएको छ। हामीले च्याटिङ गर्न त पाइयो, मोबाइल फोनमा अब बोल्न त पाइँदैन, एकदमै मनाही गरिएको छ। तर हामीले च्याटिङ गर्न पाइयो, मोबाइलमा मेसेजहरू इत्यादि गर्न पाइयो। अनि के साउन्डहरू अलिकति भए पनि त्यो हुन भएन। साउन्डहरू एकदमै मनाही गरिएको छ। जस्तै अलार्महरू नबजोस् अनि मोबाइलको रिङटोनहरू साइलेन्ट गरेर रहनु होला जापानको पब्लिक प्लेसमा। अनि चाहिँ ट्रेनमा यदि तपाईँ चल्नु भएको छ भने, ट्रेनबाट कतै जानु भइरहेको छ भने तपाईँ चाहिँ सिट चाहिँ प्रायोरिटी सिट चाहिँ अब हामीले अशक्त व्यक्तिहरूलाई, शारीरिक रूपमा अशक्त व्यक्तिहरू चाहिँ अथवा महिलाहरूलाई पहिला प्रायोरिटी दिन्छ जापानमा। शारीरिक रूपमा अशक्त अथवा वृद्ध व्यक्तिहरूलाई चाहिँ फर्स्ट प्रायोरिटी दिने गरिन्छ जापानमा। अब चाहिँ तेस्रो नम्बरमा रहेको छ स्ट्रिक्ट स्मोकिङ रुल्स। जापानमा चाहिँ धुम्रपान चाहिँ जथाभावी गर्न पाइँदैन। यसको लागि चाहिँ अब धुम्रपान चाहिँ जथाभावी गर्न पाइँदैन किनभने चाहिँ जापान सरकारले लागू गरेको एकदमै महत्त्वपूर्ण रुलहरू मध्ये एउटामा पर्छ। त्यही भएर चाहिँ जापानमा स्मोकिङ गर्नको लागि चाहिँ छुट्टै एरिया अब सरकारले बनाइदिएको छ। यदि तपाईँ स्मोकिङ गर्न खोज्नुहुन्छ भने त्यो अब निश्चित एरियामा जाने, निश्चित ठाउँमा जाने अनि त्यहाँ स्मोकिङ गर्न सक्नुहुन्छ, धुम्रपान गर्न सक्नुहुन्छ, चुरोटहरू खान सक्नुहुन्छ। किनभने अब तपाईले पब्लिक प्लेसमा चाहिँ अथवा बाटोमा भयो अनि कुनै रेस्टुरेन्टहरूमा भयो यताउता चाहिँ तपाईले धुम्रपान सेवन गर्न पाउनुहुन्न। यो चाहिँ एकदमै मनाही गरिएको छ जापानमा। अनि तपाईले निश्चित ठाउँमा गएर मात्रै धुम्रपान गर्न पाउनुहुन्छ। अनि त्यो निश्चित ठाउँले चाहिँ किचियुन्जो भनेर जापानले नाम राखिदिएको छ। त्यो किचियुन्जो कहाँ छ त्यो म्यापमा हुन्छ कि कहाँ हुन्छ कि खोज्ने अनि त्यहाँ जाने अनि मलाई स्मोकिङ गर्न पाउनुहुनेछ। चौथो नम्बरमा रहेको छ तपाईँ चाहिँ पब्लिक प्लेसमा हुँदाखेरि लाइनमा सधैँ लाइन कायम राख्ने। भने ट्रेनमा चल्नुहुन्छ भने लाइनमा बसेर चल्ने। अनि यदि रेस्टुरेन्टमा हुनुहुन्छ भने धेरै मान्छेहरू धेरै छन् भने लाइनमा बस्ने। यो चाहिँ जापानको रुल हो। जापानिजहरू चाहिँ ट्रेनमा चल्दाखेरि अथवा रेस्टुरेन्टहरूमा जाँदाखेरि भिड भएको ठाउँमा चाहिँ लाइनमा बसिहाल्छन्। तिनीहरू लाइन अनुसार अगाडि बढ्ने क्रियाकलाप गरिरहेका छन्। हामीले पनि अब हामीले विदेशी मान्छेहरू पनि त्यही अनुसार फलो गर्नुपर्ने हुन्छ। किनभने अब जापानिजहरूको रुल विरुद्ध चाहिँ जानु भएन।
किनभने हामी पनि जापानमा छौँ, त्यही भएर हामीले जापानमा लागू गरिएको रुलहरू चाहिँ एकदमै सिरियस रूपमा गम्भीरपूर्वक चाहिँ लिनुपर्छ। अब 5औं नम्बरमा रहेको छ रेस्पेक्ट एन्ड पोलाइटनेस। यो चाहिँ जापानमा एकदमै महत्त्वपूर्ण रहेको छ। अरूलाई आदर गर्ने, सम्मान गर्ने, आफूभन्दा ठुलोलाई आदर सम्मान गर्ने, सानोलाई माया गर्ने जस्तो हामीले अब सुरुदेखि पढ्दै रहेका छौँ। अनि यो चाहिँ रियलमा स्कुल चाहिँ जापानमा हुँदो रहेछ। त्यो कुरा चाहिँ जापानमा आएपछि तपाईँलाई थाहा हुन्छ। यदि जापानमा हुनुहुन्छ भने थाहा होला। अब अरूलाई अरूसँग बोल्दाखेरि पोलाइटली त्यही भएर चाहिँ अरूलाई रेस्पेक्ट गर्ने, अरूलाई आदर सम्मानपूर्वक बोलाउने, बोलीचालीमा युज गर्ने आदरपूर्वक शब्दहरू चाहिँ अब जापानमा प्रयोग गरिन्छ। अनि जापानमा चाहिँ टाइमको एकदमै इम्पोर्टेन्ट दिन्छ, टाइमलाई धेरै महत्त्व दिन्छ टाइमलाई, किनभने जापानमा चाहिँ टाइमको एकदमै अभाव रहेको हुन्छ। त्यही भएर चाहिँ जापानमा टाइमको 1-2 मिनट पनि ढिला भयो भने एकदमै यो नराम्रो हुन जान्छ जापानको मान्छेहरूको लागि। त्यही भएर जापानमा पङ्क्चुअलिटी चाहिँ एकदमै धेरै महत्त्व दिन्छ पङ्क्चुअलिटीलाई। 6औं नम्बरमा रहेको छ स्कुलको रुल्सहरू। जस्तै स्कुलको रुल्सहरू भन्दाखेरि अब पङ्क्चुअलिटी भइहाल्यो कि अब स्टुडेन्टहरू चाहिँ विद्यार्थीहरू चाहिँ आफ्नो के अरे कक्षा कोठा चाहिँ आफैले सफा गर्नुपर्ने रुल रहेको छ जापानमा। जस्तो हाम्रो नेपालमा कतै त होला होइन, तर धेरै ठाउँहरूमा नेपालमा नि छैन कि यो रुल भन्दाखेरि अब विद्यार्थीहरू चाहिँ आफ्नो कक्षा कोठा अथवा आफूले युज गरेको शौचालयहरू आफै सफा गर्नुपर्ने रुलहरू चाहिँ जापानमा रहेको छ। अब विद्यार्थीहरू चाहिँ अब कक्षाको त्यो दिनको क्लास सकिएपछि आफैले चाहिँ अब आउने फर्किने बेलामा चाहिँ पालोमा चाहिँ आफ्नो कक्षा कोठा चाहिँ सफा गर्नुपर्ने हुन्छ। अब 7 नम्बरमा रहेको छ तपाईँ चाहिँ के अरे साइकल चलाउँदाखेरि मोबाइल चलाउनु एकदमै मनाइरहेको छ जापानमा। हामीले साइकल चलाउँदाखेरि मोबाइल के चाहिँ 0% गर्नुपर्छ। यदि पुलिसले देख्यो भने, प्रहरीले समात्यो भने पछि तपाईँले फाइन पनि तिर्न लगाउँछ। 5,000 10,000 रहेको हुन्छ, बाँकिङ चाहिँ तिर्नुपर्ने हुन्छ। 8 नम्बरमा रहेको छ कि हामीले अब कम्पनीमा छौँ अथवा जोसुकै ठाउँमा छौँ, केही हामीसँग गल्ती भयो भने, केही हामीले मिस्टेक गरिदियो भने, काम गर्दाखेरि अथवा स्कुलमा होस् केही गर्दाखेरि केही गल्ती भनिदियो भने हो कि नै, केही हामीसँग मिस्टेक भयो भने हामीले सरी भन्नुपर्ने हुन्छ। अब जापानिजमा गोमेन्नासाई भन्नुपर्ने हुन्छ। अथवा अरू पोलाइटली भन्न चाहनुहुन्छ भने मोसेवा के गोजाइमासेन चाहिँ भन्नै पर्ने हुन्छ। किन यो हरेकै वर्डमा चाहिँ हरेकै वाक्यमा चाहिँ यो चाहिँ युज गर्नै पर्ने हुन्छ। यदि हाम्रो त्यहाँनिर हाम्रो कर्तव्य रहेको छ, हाम्रो क्षमा माग्ने कर्तव्य रहेको छ भने त्यो बेला चाहिँ हामीले भन्नै पर्ने हुन्छ। अनि यसको विपरीत चाहिँ अब थ्याङ्क यू चाहिँ भन्नै पर्ने हुन्छ। जस्तै कोही चाहिँ हाम्रो लागि केही काम गरिदियो भने हामीले चाहिँ थ्याङ्क यू भन्नै पर्ने हुन्छ। किन यो सरी अनि थ्याङ्क यू चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको हुन्छ। के हामीसँग गल्ती भयो भने सरी भन्ने, गोमेन्नासाई भन्ने, मोसेवा के गोजाइमासेन भन्ने। अनि यदि कसैले हामीलाई केही काम गरिदियो भने हामीले त्यो बेला चाहिँ थ्याङ्क यू भन्ने, अरिगातो गोजाइमास भन्ने, अरिगातो भन्ने। यो चाहिँ पोलाइटनेसमा चाहिँ आउँछ। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको हुन्छ। अनि यदि यो तपाईँहरू वर्डहरू युज गर्नुहुन्छ भने तपाईँको कर्तव्यलाई चिनाउँछ। अब तपाईँ कस्तो खालको व्यक्ति हुनुहुन्छ भन्ने कुरा, असल हुनुहुन्छ, पोलाइटनेस हुनुहुन्छ, नम्र हुनुहुन्छ, विनम्र हुनुहुन्छ, के कस्तो व्यक्ति हुनुहुन्छ, तपाईँको अब असल के अरे गुणहरू कस्तो रहेको छ भन्ने कुरा यसले जनाउँछ। त्यही भएर चाहिँ अब गोमेन्नासाई भन्ने, सरी भन्ने, अरिगातो गोजाइमास भन्ने यो चाहिँ एकदमै जापानिजहरूबाट युज गरिएको शब्दहरू हुन्। त्यसैले हामीले विदेशी व्यक्तिहरू पनि जापानमा आएपछि यो रुलहरू चाहिँ फलो गर्नुपर्छ। अब 9 नम्बरमा रहेको छ हामीले यदि कतै जान छ भने भन्नाले हामी सरकारी संस्थामा जान छ अथवा स्कुलमा जान छ, हस्पिटलहरूमा जान छ, अस्पतालहरूमा जान छ भने हामीले सधैँ रिजर्भेसन गर्नुपर्छ। हामीले डेट बुक अगाडिबाट गरेर अनि बल्ल त्यहाँ जानुपर्छ। डेट बुक नगरिकन यदि गयौँ भने काम त हुन्छ कि तपाईँको, तर तपाईँको एउटा विनम्रता चाहिँ त्यहाँ देखिन्न। तपाईँको के कस्तो गुणहरू रहेको छ भन्नाले त्यो चाहिँ नराम्रोमा पर्न जान्छ। किनभने अब जापानमा भएको व्यक्तिहरू भन्नाले जापानिज व्यक्तिहरू चाहिँ सबैजना अब के अरे सरकारी संस्थामा जानुभन्दा अगाडि, अस्पतालमा जानुभन्दा अगाडि अथवा स्कुलहरूमा कुनै पनि संस्था भयो त्यहाँ जानुभन्दा अगाडि चाहिँ यही आएको हुन्छ जापानिजमा डेट रिजर्भेसन चाहिँ गर्नै पर्ने हुन्छ। डेट रिजर्भेसन गरेर जानुभयो भने तपाईँले बढी प्रायोरिटी दिने, महत्त्व दिने, इज्जत दिने जस्ता क्रियाकलापहरू देख्न सक्नुहुन्छ। अब 10औं नम्बरमा रहेको छ कि हामी फोहोरहरू, जस्तो सुरुमा हामी कुरा गऱ्यौँ जापानमा चाहिँ अब स्ट्रिटहरूमा चाहिँ, रोडहरूमा चाहिँ के अरे फोहोर फाल्ने, ट्र्यासहरू हुँदैन भनेर होइन। अब यहाँ 10औं नम्बरमा रहेको छ कि तपाईँ चाहिँ गोमीहरू चाहिँ फोहोरहरू चाहिँ एउटैमा फाल्न पाउनुहुन्न। तपाईँ गोमीहरू अब कुन गोमी हो भनेर गोमीको 3टा प्रकार रहेको हुन्छ। एउटा जल्ने फोहोर हुन्छ, एउटा नजल्ने फोहोर हुन्छ, एउटा रिसाइकल गर्ने फोहोर हुन्छ। यी चाहिँ अब पहिचान गरेर कुन प्रकारको फोहोर हो भनेर त्यसलाई छुट्टा छुट्टै फाल्नुपर्ने हुन्छ। त्यसको लागि 3टा अथवा 4वटा ट्र्यासहरू रहेको हुन्छ। अब कुन फोहोर तपाईँ फाल्न चाहनुभएको छ
अब त्यो बकेटमा चाहिँ फाल्नुपर्ने हुन्छ। एउटैमा फाल्न चाहिँ मनाइरहेको छ जापानमा। जस्तो हाम्रो नेपालमा जुनसुकै फोहोर भए पनि एउटै बकेटमा हालिदिने जस्तो गर्छ है। तर यहाँ जापानमा चाहिँ के अरे छुट्टै छुट्टै फाल्नुपर्ने हुन्छ। जल्ने फोहोरलाई छुट्टै बकेटमा हाल्ने, नजल्ने फोहोरलाई छुट्टै बकेटमा हाल्ने, रिसाइकल गर्ने फोहोरहरू छुट्टै बकेटमा हाल्ने। जस्तो कि यो बोतलहरूको भयो, बोतलहरूको बिरको चाहिँ बिरको सहित नफाल्ने, बिरकोलाई छुट्टै फाल्ने अनि बोतललाई छुट्टै फाल्ने जस्ता नियमहरू रहेको छ। साथीहरू यति मात्रै हो अब नियमहरू। तपाईँहरूले कस्तो लाग्यो? यी नियमहरू चाहिँ एकदमै इम्पोर्टेन्ट रहेको छ जापानमा। केही पनि नबुझेको छ भने कमेन्ट गरिदिनु होला, म चाहिँ उत्तर दिनेछु। तपाईँले नियमहरू कस्तो लाग्यो? अब यो नियमहरू चाहिँ हाम्रो नेपालमा लागू हुनुपर्छ कि पर्दैन भन्ने कुरा कमेन्टमा बताउनु होला। ल साथीहरू, आजको भिडियोले यति नै। मन परेपछि लाइक गरिदिनु होला।